अस्सलामुअलैकुम, गुड मॉर्निंग टू ऑल। नमस्ते सबैजनालाई। तो आजको दिन छ ईदको दिन। तो मेरै तरफ से सबै भाइहरूको ईद मुबारक। और सबैजनाले मेरो भिडियो हेर्दै जानुहोस्। म आज सबै थोकेर आउँछु र अहिले म भर्खर उठ्या हो, रेडी भएको छैन। अब नुहाउँछु अनि लुगासुगा लगाउँछु अनि काठमाडौँमा चाहिँ हामी जामिया मस्जिदमा चाहिँ नमाज पढ्न जान्छौँ। ओके, किप वाचिङ फैसल द होस्टलर ब्लग। गाइस, म निस्किन्छु अब है। 6:32 भइसक्यो। 8 बजीदेखि छ, आधी घन्टा लाग्छ मलाई हिँड्नलाई। त्यहाँ अलिकति फिल होस् भनेर छिटै जानु पऱ्यो नि, घरमा त छैन। अनि त्यही भएर निस्किरहेको छु अहिले। उता सबै थोकेर आउँछु अनि त्यसपछि भ्लग इन गरिदिन्छु। हस् गाइस, अब म पठाउ गर्छु अनि जामे मस्जिद बाग बजारको लागि निस्किन्छु है त। अस्सलाम वालेकुम, हम लोग आ चुके हैं। हेलो गाइस, हामीहरूको नमाज पढिसक्यो होइन। अब चाहिँ रुम निस्किन्छु र त्यसपछि बिरयानी खाने हो, सुत्ने हो, किनभने हामी घर गएको छैन, यही गर्ने हो होइन। ल गाइस, अहिले यति हो। हस्, अल्लाह हाफिज। हेलो गाइस, हामीहरूले भर्खर होइन नमाज पढिसके र अब हामीहरू रुम निस्किरहेछु र यसपछि बिरयानी सिरयानी के हुन्छ खान्छु अनि त्यसपछि घरमा कुराहरू गर्छु, ईद मुबारक गर्छु र हामीहरू निस्किन्छ त है त गाइस। ल, किप वाचिङ फैसल द होस्टलर ब्लग। ओके, हेलो गाइस, हामी मस्जिदबाट बाहिर निस्किसक्या हो। अब चाहिँ रुम गएर हो, घरमा कुरा गर्छु, मम्मी पप्पा दिदी भाइ दिनाजु सबैसँग बोल्छु र त्यसपछि बाहिर निस्किन्छु अनि सामानहरू किन्छु, गोस्ट किन्छु अनि बिरयानी बनाउँछु होइन। अनि यति हो, सब थोक नर्मल होइन। र त्यसपछि हस् त है गाइस, यति आजको लागि है। ल, टेक केयर। अनि त्यसपछि खान्छु अनि त्यसपछि के हेराइदिन्छु अनि यति हो ब्लग। ओके गाइस, हस्, किप वाचिङ फैसल द होस्टलर ब्लग। त आज बिरयानी बन्दैछ है गाइस। अनि मैले बिरयानीको सामानहरू ल्याइसकेँ हो, चावल पनि किनेर आइसक्यो हामीले, फिट्टा छ अनि दही सही छ अनि यता मासु मेल्ट गर्नलाई हालिदिइसक्यो हो, मेल्ट भएर छ अनि चावल चढेको छ अनि आज बिरयानी बन्छ है त। ल, ओके त गाइस। हेलो गाइस, यो कुन बिरयानी छ थाहा छैन, तर गएपछि हेराउँछु। ओके ल गाइस, बिरयानी भइरहेछ, ईद छ र बिरयानी नभएपछि त मजै हुँदैन है। ल गाइस, ल बनेपछि अब हेराउँछु। ओके, आजको ईद चाहिँ यही रुममा भइरहेछ मेरो, नमाज पढेर आएको र यही भइरहेछ। इक्जाम छ त्यही भएर घर नगएको, केही छैन। साथीहरू छ, सबै साथीहरू बिरयानी बनाइरहेछु, खान्छु सबै साथी मिलेर। अनि त्यसपछि यही हो आजको ईद, यही रुममा मेरो भयो, खान्छु बस्छु। हस् त गाइस, ओके ल, टेक केयर। बिरयानी बनेपछि हेराइदिन्छु है त गाइस। ल, हेर्दै गर्नु होला, कन्टिन्यू विथ द फैसल द होस्टलर ब्लग। ओके गाइस, हेलो गाइस, बिरयानीको प्रिपरेसन लगभग भइसक्यो। मासु पनि नवीनले पकाइसक्यो। यहाँ छ नवीन भाइ, यहाँ विवेक भाइ छ। के गर्नु, यस्तै हो ईद। अनि चावल यस्तो छ, अहिले हाल्छु सबै थोक अनि हेराउँछु गाइस। दिस इज माई रुम एन्ड नवीन एन्ड दिस। ओके ओके गाइस, बिरयानी हाल्छु यसमा अनि त्यसपछि हेर्नु होला अनि टेस्ट कस्तो हुन्छ त्यसपछि हेराउँछु सबै थोक। हस् त गाइस, अहिले यति छ है त। गाइस, लेयर लाग्दैछ बिरयानीमा, रेसिपी छ यहाँ सबै। ओके, लास्टमा सबै यसमा हाल्छु अनि हेराइदिन्छु ल। ओके गाइस, हस्। मासु बनाउने चाहिँ नवीन हो है, म चाहिँ
गाइस बिरयानी भइसक्यो है राइता पनि भइसक्यो ल ओके गाइस हेलो गाइस अब हामीहरू खाइरहेछौँ हस् यही थियो हाम्रो ईद ओके वन्स मोर ईद मुबारक टु अल माई फ्रेन्ड हस् ल राख्छु खान्छु हस् ओके सी यु अन नेक्स्ट ब्लग बाई